आज चाहिँ 25th of May आज चाहिँ हाम्रो रोजी दिदीको बर्थडे छ एन्ड हामी सिटी जाँदैछौँ अब एकछिनमा के बोल्यो म एनिवे मेरो चाहिँ आज फर्स्ट टाइम नाइट सिफ्ट थियो अस्ट्रेलिया नाइट फर्स्ट टाइम नभनौँ तर होल नाइट चाहिँ फर्स्ट टाइम थियो आज यो ठिकै छ केही भएन अनि इट वाज गुड है मलाई एकचोटि पनि के लिटरली एकचोटि पनि एक झिमिक निन्द्रा भन्ने कुरा लागेन कि मलाई चाहिँ बिहान उठ्न भनेपछि अल्छी लाग्छ यस्तो हुन्छ तर राति चाहिँ आई क्यान स्टे सो अब चाहिँ घर जानु लागेको रेडी टु गो अब म घर गएर भेट्छु है त गाइस आज हामी ब्रिजबेनमा जान्छौँ अनि रमाइलो गरेको देखाउँछु म तपाईँहरूलाई गीत बन्द गर्नुपर्छ कपिराइट आउँछ के त्यो भएर मैले के खोज्यो भन्दाखेरि चस्मा खोज्यो टाडाम गाइस मेरो यो नङ निस्कियो कति चाँडो मैले आफै लगाएको नङ हो यो चाहिँ अनि त्यसपछि ठिक छ गाइस अब चाहिँ घर गएर अब मस्त लाएर फ्रेस भएर खानासाना खाएर सुत्नुपर्छ एन्ड देन फेरि जानुपर्ने हुन्छ हाम्रो घरको दाइको चाहिँ जे होस् 3 बजे भ्यानी रहेछ काम त्यसपछि सायद हामी 3:30 4 बजीतिर निस्किन्छ मलाई यहाँबाट See you there. आज रमाइलो गर्नुपर्छ हामी चाहिँ ट्रेन स्टेसन जाँदैछौँ 46 सागर दाई बसेको ठाउँ चाहिँ उ त्यहाँ रहेछ कि अन्त अहिले त्यही देखाएर 4 वर्ष त्यहाँ बसेको भन्नु हुँदै थियो अघि नै अनि अब चाहिँ हामी ट्रेन स्टेसन जान्छौँ अनि सिटी जान्छौँ सेन्ट्रल स्टेसन गाइस म भेटाउँदैछु हजुरलाई प्रकृति दिदीसँग हेलो I'm vlogger now. Okay, let's go. तिनीहरू भागिसक्यो oh my god म हल्का ओभरवेल्मिङ भएको गाइज किनभने म चाहिँ अलि धेरै नै भयो कि बाहिर नआएको लाइक साह्रै बिजी भयो कि काममा सो अलि धेरै नै भयो थियो घुम्न नहिँडेको यसरी धेरै भयो थियो यार म घुम्न नहिँडेको यहाँ छन् हाम्रो ग्याङहरू अनि यो चाहिँ हाम्रो सिटीको भ्यू भइहाल्यो गाइजहरू हामी चाहिँ सिटीमा हिँड्दैछौँ अहिले हालत खराब छ हेर्नु सबैजनाको मेरो हातभरि सबै छ मेरो हात दुखो गाइज स्ट्रगल भयो भ्लग गराउनु हेलो दिदी अहिले त हामी होटल जाँदै छौँ ओ माई गड सबै हात प्याक छ लिटरली हेर्नुहोस् हल्का सिटीको नजारा देखाइदिन्छु भनेर गराएको त फेरि हेर्दै हाँस्दै खान होइन नयाँ फोन कसले भनेको सागर दाइले होइन ब्रदर होइन This was intentional. I know that, right? It's not because of phone. It was intentional, guys. No. We're not same, sis. We'll see you in a month. Accept it, bro. We'll see you in a month. Okay. See you. No, you guys. हेर्नु guys, यस्तो भन्नुहुन्न यहाँ भर्खर यहाँ गलत भइरह मलाई अन्याय भइरह ल यतिको टिज चाहिँ गर्नुपर्छ सिस्टरलाई अनि केही छैन गाइज सपोर्ट त उसलाई गर्छ बिल्ला हान्न पर्ने रे हो माई गड त्यही गाइज फुल देखाउँछ सिस्टर खै देखाउनु न फुल देखाउनु हो गुड ओ माई गड कस्तो राम्रो देख्यो यार खै यता फेरि अर्को फुल ओ माई गड ल हामी अब माथि जाँदैछौँ स्टोर खै के रहेछ कस्तो स्टोर रहेछ अनि गाइज हामी चाहिँ लोकेसनमा आइस ओ माई गड के हो यस्तो हाइट खै ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर रोजिना ह्यापी बर्थडे टु दिदी आउनु न प्रेममा ह्यापी बर्थडे भन्नु पाइँदैन मैले साइकल जोनी लगाउँछ
दाइले साँच्चै भएको चाहिँ सब सब्स्क्राइब गर्नु बहिनी तिमी यस्तो हो कि अगाडि हुँदाखेरि छौ मान्छे गएपछि हरायो गाइस वाच मेरो रुममेट है फर्स्ट रुममेट बुढी बुढी थ्याङ्क यू मेरो बुढी गाइस मेरो आउटफिट अफ द नाइट राम्रो बनाएर त्यो ग्लास प्रिटी देखेको छ यार बहिनी गाइस हामी बस्ने होटलमा आइसक्यौँ लेट मी सो यु द बेस्ट भ्यू अफ द नाइट लभली छ त हेर्नु ओ त्यो सनक्रप स्टेडियम हो नि म त्यहाँभित्र गएको गाइज मेरो दाइको गाइज र अब चाहिँ हामी फाइनल्ली सुन्नु जाँदैछौँ हेलो एभ्री वान रोजी हेलो एभ्रीवन वेलकम टु माय मिनी व्लग भनौँ न दाइ त्यो स्टार्ट भइसक्यो क्या जतिखेर नि हरेक क्लिपमा हेलो भन्ने होइन यो बिचमा हेर्नुहोस् न यस्तो दामी खालको बाहिरको भ्यू त्यस्तो छैन सब हामी तीनटा पुल हुनु पनि जाने रहेछ कि बहिनी केही नभए स्विमिङ सिक्न भने जानु पर्ला जस्तो खेर जलपरीहरू सनसाइन बसबाट गाइज हामी चाहिँ फेरि रेडी भइसकेका छौँ त्यही मेरो नाम निस्क्यो फेरि गाइज म हजुरलाई बाहिरको भ्यू देखाउन जाँदैछु टाढा ओ माई गड मलाई त डर लाग्यो समात्न नि लुक एट द्याट ओ माई गड मेरो सबजनासँग इन्ट्रोड्युस गराउँछु ल हेलो दिदी Introduce yourself for me, please. Hi guys, Yes, please. tell me the script sister. Hi. guys, it's Prakriti. What's it? Celebrate Rosie's birthday. यो सन्देश दाइले भिडियो बिगारिदिनुहुन्छ के यहाँ चाहिँ दुईजना हाम्रो दाइ हुनुहुन्छ हेलो दाइ हजुरको नाम भनिदिनुहोस् प्लिज मेरो नाम त ह्यान्डसम दाइ आजको बर्थडे दिदीको हस्बेन्ड हुनुहुन्छ उहाँ चाहिँ सन्देश दाइ हामी मैले चिनेकै थिइनँ यार धन्यले बहिनी भन्यो गाइस यो भ्लग गराउने वातावरण भएन यार यो उहाँहरू चाहिँ जोस् म र रोजी यिनीहरू काम छैन थ्याट यस्तो मान्छेहरूसँग भ्लग गराएर काम छैन गाइस त्यही भएर मलाई भाइरल गराइदिनु अनि त्यसपछि ह्याप्पी बर्थडे मेरो लिटरली क्याप्चर आएकै हेलो नमस्ते मेरो लिटरली उस आएकै यसमा रियाक्सन आएकै ल ह्याप्पी बर्थडे 1 सेकेन्ड थ्याङ्क यू ल अब हजुरको इन्ट्रोड्युस दिनु अब ल छिटो ल ए भगवान् गाइज यो भयो ब्याकग्राउन्ड हेर्नुहोस् ब्याकग्राउन्ड यहाँ दाम देख्यो रोजी म हजुरलाई के गराउनु यार अब दाइ के पकाएको यहाँ के कुकिङ हुँदैछ दुईजना दाइले धमाधम कुकिङ गर्दै हुनुहुन्छ सागर दाइको हातको मिठो हुन्छ यार तर जे भयो नि मेरो नमिठो हुन्छ हजुरको त खाएकै छैन दाइ है अलि डिम क्या है सागर दाइ ल हजुरको इन्ट्रोडक्सन दिनु हेलो माय नेम इज दिस सबजनाले डिमेन्सिया भयो ल उहाँ चाहिँ सागर दाइ हुनुहुन्छ सागर पोखरेल म सागर दाइहरूसँग बस्छु घरमा अनि उहाँको वाइफलाई म देखाउँछु है अब घरबेटी दाइ भने नि भयो
उहाँ आउनुभयो अनि मेरो लास्ट भिडियो थियो नि त्यो चाहिँ त्यो दिदी यारको कोठामा बस्नुहुन्छ अनि सागर दाईको वाइफ चाहिँ यहाँ हुनुहुन्छ हेर्नु न आम्मामामा हेलो भन्नु न दिदी प्लिज ममता खड्का पोखरेल अनि उहाँ चाहिँ मेरो रुममेट गाइज हामीहरूको बाल हेर्नु न आकाश पातलको डिफ्रेन्स छ उहाँ चाहिँ मेरो रुममा 2 महिना बस्नुभयो क्या है 2 महिना हामीले लिटरली रुम सेयर गरेर बसेको एकचोटि पनि झगडा भएन झगडा भयो त दिदी भएन नि अनि किन हाँस्नु त नि हामी दुइटाको चाहिँ नो हस्बेन्ड एन्ड नो नथिङ Only single in the house. सो गाइज हाम्रो आज अब हाम्रो डोमिनोज छ यहाँ यो सन्देशलाई अर्डर गर्नु भएर रहेछ भोक लाग्यो होला भनेर अनि यो चाहिँ पोर्क हो कसले बनाएको पोर्कको क्रेडिट कसलाई हो सन्देश दाइले गराउनु भएको यो अनि त्यसपछि हामीसँग अरू के छ भन्न गाइज के छ यहाँ चाहिँ नेपाली साग चट्टा लगाएर ओ माई गड वाउ सागर दाइले चाहिँ सागर दाइ के हो यो नराटिकन भन्नु न चिकन भन्नु न यस्तो खाने यार गाइजहरू यो के हो यो फेरि के हो ढेँडो त्यहाँ फेरि भात छ हजुर खै कहाँ खाएर भाँडा ए छैन त्यो डिसवासरमा हाल्ने हो त कहाँ मैले मान्छु म हजुरलाई रिभ्यू दिन्छु अब रोजी अब मेरो फाइनल सर्ट हो है आर यु रेडी टु इन्ट्रोड्युस योरसेल्फ मेरो नाम रोजी भनेर ल ह्याप्पी बर्थडे वान्स अगेन ह्याप्पी बर्थडे वान्स दिदी 0.5 मा छ के ह्याप्पी बर्थडे वान्स अगेन रोक्नु आउट हेलो दाई हेलो के छ खबर हजुरको परिचय शुभ नाम मेरो नाम सागर आज रोजिनाको बर्थडेमा अनि गरिमा भिडियो गरिमा ल्याएको गिफ्ट खाँदै अनि तपाईले खागे सागर दाई हामी घरको दाई है हजुर दाई गरिमा बहिनीको फेभरेट दाइ मजा आयो सबै आज ठिक छ राम्रो भइरहेछ गाइजहरू म चाहिँ थाकेर ढलिसकेको छु कस्तो आँखा पोलेको भाइ नि बर्थडे टु यु भन्नु न ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर रोजिना ह्याप्पी बर्थडे टु यु वाह कस्तो राम्रो ल जन्मदिनको धेरै धेरै शुभकामना छ हाम्रो रोजिना दिदीलाई धेरै होइन बल्ल 26 वर्ष पुग्नु भयो ल सधैँ राम्रो होस् फलोस् फुलोस् भगवान्ले सधैँ पोजिटिभ साइड
कार्ड थियो नि एउटा खानेकुराको व्यवस्था हुँदैछ इन्जोइङ चिपिस के भयो एन्ड दिदी चाहिँ यहाँ हुन्छ हेलो दिदी ओ हेलो यहाँ आउनु न बिछडा हुआ मै दिल भन्ने एउटा गीत चाहिँ पन्जनालाई हुँदैन दुईजनाको ब्लगमा हाल्छु साँच्ची हो दाइ ल 1 2 3 गो स्काई डाइभिङमा जस्तै हो गाइजहरू अहिले चाहिँ बिहानको 3 बजिसक्यो सबै सुतिसक्यो हामी 3 जना मात्रै अब सर्भाइभ गरिरहेको हेलो 1 2 एन्ड 3 बर्थडे गर्ल अनि हाम्रो यो पिजे सेटको आइडिया चाहिँ लाल परा अरे लाल परी भएर बस्यो हम गाइज अब सुत्नु पर्छ अर्को दिन चाहिँ सुतिसक्नु भयो गाइज अहिले चाहिँ 10 बज्न लाग्यो बिहानको हामी भर्खर रिटर्न आहा खोल्ने बित्तिकै यस्तो राम्रो भ्यू देखियो न र मजा आयो मलाई त मैले यहाँ देखाउँछु के छ यहाँ भनेर यतातिर चाहिँ सानो सानो घर रहेछ बस्ती होला नि होइन दिदी त्यसपछि पहाड देख्यो कस्तो राम्रो देख्यो सर यहाँ फेरि ट्रेनको त हो के अरे ट्रेन पट्री हो दाइ के गर्नुभएको एक्चुअली भनिदिनु मेरो भ्लगमा के गर्नुभएको बेलुन पर्छ किन सफा गर्न भनेर यहाँ सबै सफा गरिसक्नु भयो दाइले हाउसकिपिङ नाता पाता हो र दिदी हाउसकिपिङ आउने मान्छेहरू होइन यो दाइले डिस्काउन्टै पाए जस्तो लाग्यो मलाई गाइस अब चाहिँ हामी घर जान लाग्यो है घर जान लाग्यो कस्तो भयो हजुरको हिजोको स्टे बढिया कुछ समझ में नहीं आया ना बिचारी कस्तो भयो दाइलाई दिदी हेलो रोजी कस्तो भयो हिजो बर्थडे नाइट यस्तो हाउस चाहिँ एन्सर दिन्छ नि यार सन्देश दाइ कस्तो भयो अहिले चाहिँ सन्देश दाइले पार्किङको चाबी हराएर पार्किङको चाबी के अरे पार्किङको कार्ड हराएर टेन्सनमा बस्नुभयो अब बोनबाट $1000 काटिन्छ $100 काटिन्छ दाइको खै म मेरो हात नि खाली हो मैले के समात्दिउँ हामी चाहिँ यस्तो भद्र गोल गरेर हिँड्न लाग्यौँ गाइजहरू यतिको नि सफा गर्नुभयो सन्देश दाइले किनभने हाउसकिपिङ सन्देश दाइको रिलेटिभ आउने छ क्या हाउसकिपिङ ल ल कुनवाला यो ल हिँड्नु अब म झोला बोक्छु गाइज अब सी यु लेटर ओ माई गड भारी पो रहेछ
सबले सामान लगाउने होइन सबले सब छैन ल गाइजहरू यस्तो यतिको चाहिँ हुनुपर्छ है हामी त गाउँ गएर आए जस्तो लाग्यो मलाई त हो क्या यति धेरै सामान लिएर ए सरी बाई यो मेरो भ्लगमा बाई भन्नु त इन्डिङ हो सबले 1 2 3 गो बाई थ्याङ्क यू फर इन्भाइटिङ ल ह्याप्पी बर्थडे वान्स अगेन ल गाइज म राखेँ है त